हाई एभ्रिवान, आज चाहिँ खानामा रहेको छ हाम्रो पुलाउ र पुलाउ मैले कसरी बनाएँ हेर्नुहोला। यसमा चाहिँ इन्ग्रिडियन्ट्सहरू र चामललाई एकछिनसम्म फ्राई गर्ने। त्यस पछाडि मैले तातो पानी अगाडि नै तताइसकेको थिएँ। अनि तातो पानी चाहिँ यसमा लगाएँ। अनि तातो पानी लगाइसके पछाडि चाहिँ हामीले एकछिन यसलाई चलाउने र 2-3 सिटी लागेपछि चाहिँ हाम्रो पुलाउ रेडी हुन्छ। त्यसपछि मैले यता मासुको लागि पनि रेडी गर्दैछु र कराई पनि बसाइसकेँ। त्यस पछाडि यो चाहिँ टमाटर प्याज रेडी गरेको थिएँ। अनि अचारको लागि पनि मैले आलु, मुला, गाजर सब काटेर रेडी गरिसकेँ। मासुलाई चाहिँ यसरी फ्राई गर्दैछु म। सानो ग्यास बनाएर हामीले एकछिन बेरसम्म मजाले खर्याएर त्यसमा सामानहरू हाल्दा चाहिँ एकदमै मिठो हुन्छ। अनि मैले चाहिँ फ्राई गर्दैछु। त्यस पछाडि हाम्रो यता चाहिँ मासु र अर्को चाहिँ पुलाउ पाक्दैछ। अनि मासु चाहिँ खरिएर यस्तो भइसकेको छ। त्यस पछाडि मैले अदुवा र लसुनको पेस्ट हालेँ। अदुवा लसुन एकछिन फ्राई भइसके पछाडि मैले यसमा टमाटर प्याज हालेँ र टमाटर प्याज नुन हालेर त्यस पछाडि पनि यसलाई एकछिन यसरी चलाउने र चलाइसके पछाडि एकछिन पाक्न दिने। त्यस पछाडि मैले यता चाहिँ अचारको लागि रेडी गरिसकेको थिएँ। त्यस पछाडि मैले यता कराईमा चाहिँ झान्नको लागि मसला बेसर हालेर पड्काउँदै थिएँ। यसरी झानेर बनाएको अचार चाहिँ एकदमै मिठो हुन्छ। अनि त्यस पछाडि मैले रेडी गरिसकेर यसलाई त्यो अघि रेडी गरेको मैले सामानमा अचारमा हाल्दैछु। त्यस पछाडि हाम्रो अचार पनि रेडी हुँदैछ। अनि फाइनली मासु चाहिँ यस्तो भइसकेको छ र यसमा माथिबाट मैले थोरै धनिया पनि हालेँ। अनि हाम्रो अचार चाहिँ यस्तो भइसकेको छ, एकदमै खाउँ खाउँ लाग्ने भइसकेको छ। अनि हाम्रो पुलाउ पनि रेडी भइसकेको थियो। त्यस पछाडि फाइनली हाम्रो मासु अचार खाना चाहिँ अब खाने बेला भइसक्यो। अनि एकदमै मिठो भएको थियो। सिम्पल तरिकाले पकायौँ तर पनि एकदमै मिठो भएको थियो। अनि फाइनली हाम्रो चाहिँ यस्तो भइसकेको छ, एकदमै धेरै मिठो छ। हजुरहरू पनि यसरी नै बनाएर खान सक्नुहुन्छ घरमै। थ्याङ्क यू फर वाचिङ।